सायद आई थिंक त्यहाँ कहीँ कहीँ भनौँ न फाइटहरुमा कन्फर्म गर्न पाएको किलहरु या फिर विशाल फटात चोर ढाका त्यहाँ किलहरु लास्टमा पनि पिएन मलाई झुटो बोल्ने टप 3 भयो त ओ नाइस प्लेसमेन्ट पहिल्यै काउन्ट भएको हुँदो रहेछ ल हाम्रो स्पोर्ट्स टिम सबै यहीँ हुनुहुन्छ है रोक है म ठुलो गराउँछु ल बर्थडे पनि छ रेगनको हैन भाइको बर्थडे छ रेगनको बर्थडे छ आज ल ल दाइ कस्तो फटा रहेछ त विशाल त यार यति गर्न पाइन मैले भन्छ अझ ल कङ्ग्रेचुलेसन सबैजनालाई कङ्ग्रेचुलेसन यार केटाहरू केक खै त केक ल्याएर आउने ल नाइस नाइस अनि लुबिटो गेमिङ थ्यांक यू कङ्ग्रेचुलेसन टीजीआर कङ्ग्रेचुलेसन सन्तोष गिरी धन्यवाद के भन्यौ यताको कोठाबाट चिच्याउँदै अनि केटाहरू त उता त अनि पुरै फिल गरिरहेको रहेछन् नि त ओइ त्यही त बधाई छ नुब थ्यांक यू हेर त भोलि लाग्यो त विशाल लाग्यो यार लाग्यो के खै त के आउँदैछ ल लभली सरप्राइज ल रेगनको लागि सबैले ह्यापी बर्थडे भनिदिनु अनि जो पनि तीनटा टिमको एनिमी अनि हाम्रो टीजीआर र सीआर होरावाला टिम चाहिँ क्वालिफाई भएको छ अनि कङ्ग्रेचुलेसन्स लेखिदिनु दाइ पार्टी क्र्याकर खै त नि एउटा च्याप्टर पड्काउनु पर्यो नि त अनि पार्टी क्र्याकर पार्टी क्र्याकर पनि ल्याउँछ अनि ओसेन दाइ के हो त नि म्याच सकेपछि उठ्ने फोन त पहिल्यै गरेको त खोइ त यार म बल्ल आँखा खुल्यो मैले कल गरेर त्यत्रो बोलाएर होला केक लिएर आउने त उसको नि रेगनको नि बर्थडे छ नि त आज रेगनको बर्थडे छ सबैले ह्यापी बर्थडे पनि लेखिदिनु सबैजना उस गर्न रेडी हो लेट्स गो कसले पड्काउँछ तपाईँ पड्काउनु हाम्रो टिमको ऊ हो त नि 48 किल गरेको त केटोले दाइ दाइ हेलो भन 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 पड्काउँदैछु के यो घुमाउने होला होइन सुन्नु न एउटा हेल्प गर्नु न भन त अहिले यो वाचिङ आएको बेलामा एकचोटि स्प्याम